सम्पूर्णमा गुड मर्निङ नमस्कार। म केश बुढा मगर सुर्खेत जिल्लाबाट हालसालै प्राथमिक तह तृतीय श्रेणीमा सिफारिस भएको शिक्षक जो चाहिँ अहिले भर्खरै सिफारिस हुनुभयो र विद्यालयमा हाजिर हुनुभएको छ। उहाँहरूले अनुसूची 16 नियम 95 को उपनियम 5 सँग सम्बन्धित शिक्षकको वैयक्तिक तथा नोकरी विवरण फारम, जसलाई हामीले सिटोल पनि भन्ने गर्दछौँ, त्यो भर्नुपर्ने हुन्छ। भर्नको लागि नयाँको लागि अलि गाह्रो हुनसक्छ। जो चाहिँ पुरानो हुनुहुन्छ, अनुभवी हुनुहुन्छ, उहाँहरूलाई त थाहा हुनसक्छ, तर जो चाहिँ बिल्कुल नयाँ हुनुहुन्छ हैन, उहाँहरूलाई चाहिँ अलिकति समस्या पर्ने देखियो। यो फर्म कहाँ पाइन्छ, कति प्रति किन्ने, कति रुपैयाँ पर्छ हैन, कसरी भर्ने लगायतका समस्या हुने देखियो, जो मलाई पनि भएको थियो। यो विषयमा केही सहजीकरण होला भन्ने हेतुले मैले यो भिडियो बनाएको छु। नमुनाको रूपमा यो फर्म देखाउन गइरहेको छु। यस्तो हुने गर्दछ यो फर्म, जो चाहिँ माथि अनुसूची 16 नियम 95 को उपनियम 5 सँग सम्बन्धित भनेर उल्लेख गरिएको हुन्छ। कोरा कागज, नेपाली कागज पनि भनिन्छ, लोक्ताबाट बनेको हुन्छ। यो चाहिँ सामान्यतया 7, 8, 9 पट्टिको हुन्छ। तर यी अक्षरहरूलाई सानो बनाएर कसैले 5-6 पट्टिमा पनि बनाएको पाइन्छ। यो चाहिँ पुस्तकालयहरूमा पाइन्छ। यसलाई सामान्यतया 80 देखि 115 सम्म पर्ने देखियो है। अब 9 वटा हुन्छ, 7 पनि बनाएको हुन्छ, कसैले 6 पनि हुन्छ। यो अक्षरको साइजको आधारमा त्यो निर्धारण गर्छ। तपाईहरुले चाहिँ 100 सम्म हाल्दा ठिकै पर्न सक्छ। मैले चाहिँ 115 को दरले किनेको थिएँ। खासमा यसको मूल्य 80 रुपैयाँ पर्दो रहेछ। नमुनाको रूपमा राखिएको यो फर्म हैन, जो मैले आफ्नो नाम लेखेको छु र सबै कुरा आफ्नो भरेको जस्तै गरेर, यो केही कुराहरू सत्य छैन यसमा है। मितिहरू अलिकति सच्याउनु पर्नेछ, तर नमुनाको रूपमा तपाईहरुले यसरी भर्न सक्नुहुन्छ। यसमा चाहिँ सुरुमा फोटो टाँस्नु पर्यो। फोटो भनेको छ 4 वटा हुन्छ यो फाइल, 4 वटा किनेर ल्याउनु होला तपाईहरुले। त्यसपछि यहाँ सुरुमा भनेको हुन्छ शिक्षकको देहायको विवरण उल्लेख गर्ने भन्यो। त्यहाँ चाहिँ नाम थर भन्नाबित्तिकै आफ्नो नाम लेख्ने, थर लेख्ने, तह कुन हो हैन, त्यो तह लेख्ने। स्थायी ठेगाना भन्ने ठाउँमा सिधै यता नलेख्नु होला। त्यसको प्रदेश भन्यो, अब तपाईहरु कुन प्रदेश हो, बागमती, कोशी, लुम्बिनी, त्यो लेख्नु। आफ्नो जिल्ला लेख्ने, गाउँपालिका नगरपालिका के हो त्यो लेख्नु होला। वडा नम्बर लेख्ने, गाउँ वा टोल तपाईको ठाउँलाई के भन्छ त्यो लेख्नु होला। यी यावत कुरा त भनिराख्नु पनि परेन। त्यसपछि आफ्नो जन्ममिति कति साल हो हैन, त्यो लेख्ने। कति कुन महिना गते यसरी लेख्नु होला। जन्मस्थान पनि यो प्रदेश अगाडि चाहिँ प्रदेश लेख्ने, प्रदेशको। त्यसपछि जिल्ला लेख्ने, यो लेख्नु होला। त्यसपछि 60 वर्ष उमेर पुग्ने मिति कहिले पुग्छ। अब भर्खरै सिफारिस हुनुभएकाहरू त त्यही 2056, 57, 58, 59 यस्तैमा छ भने, अब त्यसको ठ्याक्क 60 वर्ष कहिले पुग्छ त्यो हिसाब गर्ने। जस्तै 58 को 18 मा भयो, 57 को 17 मा पुग्ने भयो हैन। अब महिना जस्ताको त्यस्तै हुन्छ। यो मात्र अलिकति ख्याल गर्नु होला। त्यसपछि नागरिकता नेपाली हो सबै। धर्म अब आफ्नो हुन्छ। लिङ्ग चाहिँ पुरुष भए पुरुष र महिला भए महिला। अनि हुलिया के कस्तो छ आफ्नो हैन, गाउँ गोरो वर्ण है, कसैको चाहिँ कहीँ कोठी हुन सक्छ, केही हुन सक्छ, त्यो लेख्ने। अब इच्छाएको व्यक्तिको नाम थर मैले हिमानी पुन लेखेको छु। यो नमुनाको रूपमा छ। तपाईहरुले आफ्नो आमाको नाम, बुवाको नाम हैन, अथवा चाहिँ भाइ बहिनीको नाम पनि राख्न सक्नुहुन्छ। र त्यो जसको इच्छाएको व्यक्तिको राख्नुहुन्छ उसको तपाईसँग चाहिँ फोटो र नागरिकता, उमेर पुगेको भए नागरिकता, यदि छैन भने जन्मदाताको प्रतिलिपि, त्यसको फोटोकपी हुन चाहिँ जरुरी छ। अनि त्यसपछि त्यो सम्बन्ध के पर्छ लेख्ने। भाइ पर्छ भाइ, पत्नी, श्रीमती है, पति, त्यो लेख्नु होला। त्यसपछि बाबुको नाम लेख्ने, नाम थर भइहाल्यो। ठेगाना लेख्ने, पेशा के छ, कोही शिक्षक हुन सक्नुहुन्छ पहिले नै हैन, कोही वकिल हुन सक्नुहुन्छ, त्यो लेख्ने हैन, कोही राजनीतिकर्मी हुन सक्नुहुन्छ। नागरिकता नेपाली भइहाल्यो। बाजेको नाम लेख्नु होला। अनि विवाहित भए पति पत्नीको नाम भनेको छ, सिधै यता लेख्ने। त्यहाँ चाहिँ झुकेर फेरि तल गर्नु होला, सिधै यता हैन। अब भएन, विवाहित हुनु हुँदैन भने त यो केही परेन। यदि विवाहित भएमा
तपाईँले चाहिँ आफ्नो श्रीमान श्रीमतीको नाम खुलाउने र छोराछोरी पनि छन् भने त्यसको सङ्ख्या पनि लेख्ने। यदि कुनै पेसामा आबद्ध हुनुहुन्छ पति पत्नी भने त्यो पनि लेख्ने। सामान्यतया पत्नी अब अलि एजेड टाइपको हुनुहुन्छ भने पुरानो कोही गृहिणी हुन सक्नुहुन्छ होइन, कोही पहिले नै शिक्षक पनि हुन सक्नुहुन्छ यो भन्ने। त्यसपछि यतापट्टि यो हामीले केही पढेन यसमा, यहाँ 13 नम्बरमा दिएको छ। यो विवरण भर्नु अघि नेपाल सरकारको सेवामा काम गरेको भए त्यसको विवरण, कुनै सेवामा काम गर्नुभएको छ भने त्यो लेख्नु होला। कोही त अब अन्य पहिला नै अन्य जागिरीमा सम्बन्धित हुनुहुन्छ, उहाँहरूले राजीनामा गर्नुभएको छ होइन, त्यस्तो छ भने त्यो कहिले गर्नुभयो, कुन श्रेणीमा गर्नुभयो, के कारणले छोड्नुभयो, यी यावत कुराहरू चाहिँ यहाँ गर्नु होला, भन्नु होला। अस्ति भर्खरै हामीसँगै सिफारिस भएको एकजना साथी 5 वर्ष प्रहरी सेवामा काम गरेर उता राजीनामा गरेर यता शिक्षकमा आउनुभयो। उहाँहरूको लागि, त्यस्तै मान्छेको लागि चाहिँ यो हुन्छ। कार्यालयको नाम लेख्ने, पद कुन थियो, श्रेणी, सेवा कति गर्नुभयो, यी यावत कुराहरू लेख्ने। जो चाहिँ नयाँ आउनुहुन्छ उहाँहरूले पढेन। त्यसपछि यतापट्टि छ, यहाँ चाहिँ छ नोकरी विवरण सुरु नियुक्तिदेखि हालसम्मको सम्पूर्ण विवरण स्पष्ट उल्लेख गर्ने भनेको छ। यहाँ चाहिँ अब विद्यालयको नाम लेख्नु होला है। तपाईँले कहिलेदेखि सुरु गर्नुभयो, कसैले त पहिला नै सुरु गर्न सक्नुभएको हुन्छ, उहाँहरूले चाहिँ स्थायी अस्थायी केमा काम गर्नुभयो त्यो लेख्नु होला। जो नयाँ हुनुहुन्छ उहाँहरूले विद्यालयको नाम लेख्ने, पद शिक्षक भइहाल्यो, स्तर प्रावि, बहाल मिति, कहिले चाहिँ विद्यालयमा हाजिर हुनुभयो, हाजिर भएको मिति लेख्नु होला। यो मैले नमुनाको रूपमा यो मिति लेखेको छु। स्थायी अस्थायी के हो त्यो लेख्नु होला है। अब त स्थायी भइहाल्नुभयो। तलब स्केल यही हो, 32,902 हो। अरू अब त्यहाँको स्थानीय भत्ता हुनसक्छ, महँगी भत्ता, दुर्गम भत्ता के हुन्छ, यो सोधेर त्यहाँको नगरपालिकाहरूसँग यो कोर्डिनेसन गरेर लेख्नु होला। त्यसपछि यतापट्टि आउँछ, यहाँनिर आउँछ चाहिँ शैक्षिक योग्यता। तपाईँहरूको शैक्षिक योग्यता माध्यमिक तह 9-12 मैले यसरी लेखेको छु। कसैले यो मैले यो लेख्नको कारण के हो भन्दा, मैले 9 देखि 12 सम्म एउटै स्कुलमा पढेको हुनाले यो समग्रमा एउटै लेखेँ। तर तपाईँहरू 9-10 मा एउटा स्कुल, 11-12 मा अर्को स्कुल, फेरि ब्याचलर अर्को स्कुल गर्नुभएको छ भने त्यस्तोको हकमा चाहिँ एसएलसी हुने भयो 1 नम्बरमा, अथवा एसई हुनसक्छ। कुन विद्यालयमा गर्नुभयो त्यो नाम लेख्ने, कहिलेदेखि कहिले अध्ययन गर्नुभयो त्यो अध्ययन अवधि लेख्नु होला, कुन श्रेणीमा पास गर्नुभयो त्यो लेख्ने, अनि अध्ययनका प्रमुख विषयहरू कुन कुन विषय अध्ययन गर्नुभयो त्यो लेख्नु होला है त। एसएलसी एसईको त्यो भयो। अनि कक्षा 12 को भयो भने 10 2 नम्बरमा 10+2 लेख्ने, फरक विद्यालय छ भने त्यो विद्यालयको नाम लेख्ने, शिक्षण संस्थाको नाम, कहिलेदेखि कहिले गर्नुभयो, अध्ययन गर्नुभयो त्यो मिति पनि लेख्ने, कुन श्रेणीमा उत्तीर्ण हुनुभयो त्यो लेख्ने, र विषय कुन हो त्यो लेख्नु होला। मैले चाहिँ यहाँ माध्यमिक तह 9-12 एउटै स्कुलमा पढेको हुनाले एउटै स्कुलको नाम लेखेँ होइन, यो मिति लेखेँ। त्यसपछि स्नातक अर्को विद्यालयमा अथवा क्याम्पसमा गरेको हुनाले यो अर्को लेखेँ। अनि त्यसपछि यो तलको दुईटा तालिम सम्बन्धी विवरण यो पढेन। तालिम अब नयाँहरूले चाहिँ तालिमै लिएको हुँदैन, यो भएन। अनुसन्धान वा प्रकाशित कृतिहरू भन्छ। अब तपाईँहरूले कुनै किताब होइन, कुनै कृतिहरू प्रकाशित गर्नुभएको छ भने यो कृतिको नाम लेख्ने, कृति प्रकाशन भएको मिति, भाषा कुन भाषामा गर्नुभएको थियो, कुन विषयवस्तुमा सम्बन्ध रहेर गर्नुभएको थियो त्यो लेख्ने। त्यसपछि पदक प्रशंसा पत्र या नगद पुरस्कारको विवरण भनेको छ, त्यो शिक्षक भइसकेपछिको यो प्राय पर्दैन यो चाहिँ होइन। विवाहिक सजाय, तपाईँले कुनै सजाय पाउनुभएको छ भने यो लेखिन्छ, यहाँ चाहिँ परेन। त्यसपछि बिदाको विवरण भन्छ, यहाँ चाहिँ बिदाको विवरण यो पनि परेन, विद्यालय बिदा भएपछि मात्रै हो। त्यसपछि यहाँनिर रहन्छ तपाईँको अलिकति महत्त्वपूर्ण, अब यो माथि लेखेको जुन विवरण थियो उपयुक्त विवरण ठिक साँचो छ, झुटा ठहरेमा कानुन बमोजिम सहुला बुझौँला। अब तपाईँले सही गर्नु पर्यो, माथिको विवरण सबै ठिक छ भनेर। कुन मितिमा गर्नुभयो त्यो मिति लेख्ने, औँठा छाप अब दायाँ बायाँ लगाउने,
यहाँनिर पनि सिग्नेचर गर्नु होला। यो औँठा छापको तलतिर मैले चाहिँ गरेको छैन है। यहाँनिर सिग्नेचर गर्नु होला, मिति लेख्ने। त्यसपछि यो विद्यालयको छाप चाहिँ तपाईहरुले यो फर्म लगेर विद्यालयमा गएर यो चाहिँ गर्नुपर्छ। यहाँ भनेको छ प्रधानाध्यापकको नाम लेख्ने, विद्यालयको नाम लेख्ने हैन। यो यसरी यहाँ काटिएको छ, प्राथमिक के लेखेको छ, यो चाहिँ केरमेट नगर्नु होला। यसलाई चाहिँ केरमेट नगरेर भर्नुपर्छ। यदि केरमेट गरिएको छ भने अधिकृतले चाहिँ साइन गरेको हुनुपर्छ। यो नमुनाको रूपमा भएको हुनाले केही फरक परेन, तर तपाईहरुले चाहिँ यसलाई नबिगारेर मजाले, त्यस्तो बिग्रिने खालको केही छैन। आतिएपछि चाहिँ बिग्रिन सक्छ, नतर बिग्रिने त्यस्तो गाह्रो केही पनि छैन। लेख्नु होला। त्यसपछि विद्यालयको छाप हान्न लगाउने, यता प्रकोष्ठ है कुन मितिमा गरेको हो यो गर्ने। त्यसपछि बाँकी केही परेन। यो चाहिँ उपयुक्त विवरण यस कार्यालयको अभिलेख अनुसार ठिक छ भने प्रमाणित गर्ने, यो चाहिँ समन्वयले गर्ने हो। उपयुक्त विवरण ठिक यो किताबखानामा गर्छ। बाँकी हामीले परेन। यो खासै ठुलो एकदम टाउको दुखाएको विषय केही छैन यसमा। नबुझ्दाखेरि चाहिँ अलिकति के गर्ने होला, कसो गर्ने होला भन्ने लाग्दो रहेछ, तर त्यसपछि चाहिँ केही छैन। यहाँ निवेदन यो भर्दाखेरि ध्यान दिनुपर्ने कुरा भनेर पहिले भनिएको छ। यो कुरामा चाहिँ प्रष्ट रहेर भर्नु होला। केरमेट नगरी सफासँग फारम भर्नुपर्छ। केरमेट नगर्नु होला। यदि केरमेट गर्नुभएको छ भने अधिकृतको पुरा सही हुनु पर्यो। त्यहाँ फारमको हरेक पृष्ठमा प्रमाणित गर्ने अधिकारीले सही गरेको गर्नुपर्ने भनेको यो समन्वयमा तपाईले यति भरेर जानुभयो भने त्यहाँ चाहिँ अधिकृतहरूले हेरेर, त्यहाँ समन्वयका अधिकारीहरूले हेरेर सही गर्नुहुन्छ। अधुरो विवरण भएको भएर स्वीकृति हुने छैन। त्यसपछि चाहिँ माथि पठाउने हो। यति भएपछि तपाईहरुको चिन्ता मुक्त भयो। आजको लागि यो भिडियो यति नै गरेँ मैले। कृपया भिडियो के कस्तो लाग्यो कमेन्टमा बताउनु होला र आगामी दिनमा पनि यस्तै भिडियोहरू ल्याइराख्ने छु म चाहिँ। त्यसको लागि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।